हेलो साथीहरु, सेवा सेमुना माई मिनी ब्लगमा स्वागत छ हजुरहरुलाई। म चाहिँ आज कहाँ जाँदैछु भने घर दैलो कार्यक्रम भन्छ, तर यो चाहिँ 60 वर्ष माथिको वृद्धहरुलाई चाहिँ घर घर गएर चेकअप गर्नुपर्ने हुन्छ हामीले हैन। प्रेसरहरु हुन्छ, ज्वरोहरु हुन्छ, उहाँहरुलाई सुगरहरु सबै टेस्ट गर्छौं अनि गरेर के छ कस्तो अवस्था छ औषधि दिन्छौं लेखेर। अनि उहाँहरुले पाउने औषधि छैन भने चाहिँ हामीले उहाँहरुलाई डायग्नोसिस गरेर ल्याउँछौं काउन्सिलिङ गरेर। अनि कस्तो अवस्था छ पालिकामा बुझाउँछौं अनि पालिकाले अनि त्यहाँदेखि के औषधि कस्तो अपुग छ कुन बिरामी भनेर हेर्नुहुन्छ अनि सुविधा दिलाउनुहुन्छ। त्यसै कारणले गर्दाखेरि हामी चाहिँ जाँदैछौं। तर म चाहिँ जंगलको बीचमा छु, एक्लै छु आज चाहिँ। अरू बेला चाहिँ 2-3 जना हिँड्थ्यौं अनि अब स्टाफ कम भएको कारणले गर्दा चाहिँ एकजना मात्रै हिँडिरहेको छु म। 2तिर हिँडिरहेको छौँ हामी अनि एक जना गरेर। तर हेर्नु न जंगलको बीचमा आएर टोइलेट आयो साह्रै परो गर्दा त हुन्थ्यो, तर जुकाहरू कति धेरै छ। यस्तो जंगल छ नि त अनि यस्तोमै चिसो छ नि त, यो त लेखको छ जुकाहरू हुने बेला ठिक्क छ। अनि त्यहाँदेखि जुकाहरू छ। म चाहिँ ड्रेसमै छु आज, गर्मी छ, यो चाहिँ अलिक बेसी पर्छ क्या, त्यही भएर आज चाहिँ कुर्ता मात्रै लगाएको छु सलसँग। अनि जाँदैछु त्यही ड्युटी समयमै जाँदैछु 10 बजेकै टाइममा। छोपिँदो रहेछ त क्यामेरा त, कताबाट पक्रेछु अनि हेर्दै गर्नु होला। तर मलाई क्यामेरा कसले खिचिदिन्छ चेकअप गरेको चाहिँ है। घरमा को हुनुहुन्छ? कोही छैन रहेछ। अफ गरिम हो, म्याउ मात्र रहेछ। म्याउ तिमी मात्र हो भागो। बाजे आएर बसिराख्नु भएको छ, म चाहिँ यता फोन नबोल्दै बसेँ। हाम्रो बाजे आउनु भएछ, म हजुरलाई चेक गर्न आएको के। बाजे एक्लै हुनुहुन्छ? ए हाम्रो बाजे यहाँ हुनुहुन्छ, बुढा हुनुहुन्छ, यस्तो बुढापाका 60 वर्ष कटेको बाजे बोजूहरूलाई चाहिँ चेकअप गर्नुको लागि आएको हो के, बुढा आमा बुवाको लागि। 60 देखि उँभो मास्तिर बुझ्नुभयो? म त 80 बाट पनि उँभो। ए 80 बाट उँभो भएको? अनि कति, अनि तपाईलाई कस्तो छ त? अनि मलाई त के निरम गर्नुहुन्छ 2-3 महिना अनि खोल्न जानुपर्छ। अनि ग्यास्ट्रिकको दबाई खाइरहनु पर्छ। ए ग्यास्ट्रिक छ? अरू समस्या के छ? ग्यास्ट्रिक छ? ग्यास्ट्रिक भएपछि सबै त पुगिगयो है। यता हेर्नु नानी, पुगिगयो। अनि यत्रो बाँस काट्दै हुन्थ्यो र हौ यति बिरामी मान्छे पनि। त्यहाँ बाख्रा बुवा त कडा हुनुहुँदो रहेछ हौ। आयो डरो हुनुहुन्छ, पहिलाको बुढापाकाहरू डरो हुन्छ भन्थ्यो हो रहेछ। ल हजुरलाई ग्यास्ट्रिक छ, म ग्यास्ट्रिक औषध दिन्छु अनि तपाईँको प्रेसरहरू जाँची दिन्छु, ज्वरो जाँच दिन्छु। अरू के जाँच दिनु? अरू थोक फेरि त्यति समस्या छ? ल ग्यास्ट्रिकमा के हुन्छ त तपाईँलाई? मलाई त ग्यास्ट्रिकले भुँडी दुख्छ। भुँडी दुखे चाहिँ यो शरीर जम्मै दुख्छ। टिकल जम्मै दुख्छ। दिनमा एउटा गोली नखाइ हुँदैन। फेरि त्यो तपाईँहरूले दिएर जस्तो होइन, अर्को कडा खालको। अनि ग्यास्ट्रिक औषधि मात्रै खाएर हुँदैन नि त। नि पानी बढी मात्रामा प्रशस्त मात्रामा खानुपर्छ, हरियो सागपातहरू धेरै खानुपर्छ, मासु मांस चिल्लोहरू कम खानुपर्छ, अनि खाली पेट राख्नु हुँदैन। अनि नि तपाईले पसिना फालिराख्नु भएको छ, राम्रै हो यस्तो चाहिँ। अनि खानाहरू सादा दाल भात खानुपर्छ, तरकारी मिलाएर। तेलहरू धेर खानु भएन, चिल्लो पिरोहरू धेर खानु भएन। पिरो त नखाएको त मैले 60 वर्ष भयो। 60 वर्ष भयो है। अमिलो पिरो केही भन्दा भन्दी। ल अब तपाईको सुरमा चाहिँ म
तपाईँको बिपी प्रेसर नाप्छु तपाईँको कति रहेछ ल साथीहरू कोही छैन भिडियो गर्ने अनि म आफै यस्तो गर्दै राखेर गरेकै अनि बाजेलाई अस्ति त म आइनँ अर्कै सिस्टर आउनु भएको थियो यसपालि चाहिँ म आएँ ल महिनामा हुन्छ नि त हाम्रो चेकअप होइन यसो गर्नु यतिको त स्वास्थ्य हुनुहुन्छ तपाईँको उमेर अनुसार उमेर त म 84 वर्ष पुग्नुभयो आम्मा 84 वर्षमा त हामी त बाँच्दिनँ होला हौ खै अब के हुन्छ नबोल्नुलाई एकछिन तपाईँको प्रेसर ठिकै रहेछ त नि नर्मल नै छ प्रेसर ठिकै होला राम्रै छ ल अनि काम पनि दह्रो गर्नु हुँदो रहेछ उमेरमा पनि हामी त अहिले नै रोगले च्यापिसक्यो हामीलाई त तेलबोली त त्यस्तै हो यो माग हो ल साथीहरू म यति गरेँ ल अब म काउन्सिलिङ गर्छु अनि त्यहाँदेखि के कसो के खानु नखानु सबै भन्छु म ल 7 मिनेटको भयो हेलो घरमा मान्छे हुन्न भोटे टाल चलाएर गएको छन् कतातिर जानुभयो आमाहरू फेरि अर्को घर जान्छु घर जानुपर्छ नि त त्यही भएर गाह्रो छ जिन्दगीमा म त झन् साह्रो अर्काको ठाउँमा नानीसँग एक्लै हतार नानीलाई स्कुल पठाएर धन्न स्कुल जाने उमेर भयो अनि पठाएर आफू यता आइन्छ फेरि म भन्दा छिटो नानी आउँछ स्कुलमा अनि एकजना बहिनी सिस्टरलाई हेरिदिनु भनिराखेको छु बेलुकाको 6 म चाहिँ आइसकेँ यहाँ दिदीको घरमा अनि यहाँनिर आमाहरू बस्नुभएको छ अब आमालाई चेकअप गर्ने है त अब अर्को घरमा आइपुगेँ फेरि म साथीहरू म चाहिँ फर्किँदैछु बेलुका पनि कस्तो घाम लागेको के अनि सकेँ अनि म त हिँडेँ अनि अब फेरि भोलि अर्कै ठाउँ जानु छ अर्को वडा नम्बर म गएँ ल बाई